ह्याप्पी माघे सङ्क्रान्ति सबैजनालाई। मैले चाहिँ छोरीलाई रेडी गर्दै थियो आमा घर जानुलाई, तर ऊ त सुत्यो हो रेडी हुँदा हुँदै। अनि छोरी सुतेको छ भनेर म चाहिँ बाहिर गएको थियो। छोरी त उठेर पनि कालो काजल सब खेलेर पुरा दलेछ हो, बदमास चाहिँ पुरै गरेर बसेछ। अनि छिटो छिटो गरेर मैले चाहिँ मेरो छोरीलाई सफा गरिदिएँ, उसको ड्रेसहरू लगाइदिएँ हो। अनि कराएँ भनेर मलाई पनि फकाउँदैछ, खिलाउँदैछ मेरो छोरीले बिस्किट। म खान्न बाबु तिमी खाऊ भनेर भने मैले चाहिँ होइन। त्यहाँदेखि उसलाई रेडी गराउन थालेँ, उसको हातमा केही त दिनुपर्छ भनेर चाहिँ मैले बिस्किट दिएर चाहिँ रेडी गराउन थालेको, नत्र भए चाहिँ फेरि मुस्किल पर्छ रेडी गराउनुलाई। त्यहाँदेखि भइसक्यो। यो चाहिँ मेरो नानीको फाइनल लुक हो। कस्तो लाग्छ भनिदिनुहोस् होला कमेन्टमा। त्यसको बाद हामी घरबाट निस्केँ। यतापट्टिको बहिनीलाई, बहिनी मसँग अलिकति यहाँ बाटोसम्म हिँड न पुगाइदिनुलाई भनेर उसलाई पनि लगेको थिएँ मसँग। त्यसको बाद हामी पुग्यो मेरो आमाको घर हो। अन्त घर पुगेर मेरो बहिनीको छोरा पनि उतै थियो। दुईजना पुरा खेलेर भिडियो गरेर डान्स गरेर गरिरहेको थियो। अनि साह्रै खुसी भइरहेछ। मेरो छोरी पनि आज चाहिँ के हो भनेर रमाइरहेछ हो। दाजु बहिनी खेलिराखेको छ। अनि किचनपट्टि गएको त मालपुवा पाक्दो रहेछ। आमाले भिडियो नगर, राम्रो भएको छैन, फर्स्ट टाइम बनाएको भन्नुहुँदै थियो, तर पनि मैले भिडियो बनाएँ। मालपुवा तर टेस्टी भएको थियो हो। यतापट्टि हेरेको चाहिँ दुईजना दिदीभाइ खेलिरहेको रहेछ मजाले। त्यसको बाद आयो खाना खाने टाइम। हामी चाहिँ खाना खानु बस्यौँ। अनि छोरीले पनि मालपुवा खाँदैछ। उसले घरिघरि हेर्दै खाँदै गर्दैछ। उसले पनि सोच्दै होला नि त के हो यो भनेर। आपा चाहिँ मालपुवा खाँदिनँ भनेको थियो, छोरीले खिलाउन थाल्यो, खानै पर्यो। आपा छोरीको माया नि छोरी आपालाई पनि माया गर्छ। त्यसको बाद आयो डान्सको टाइम। फेस्टिभल भएपछि डान्स त हुनै पर्छ। अनि डान्स भएन भने त मजा आउँदैन नि त है। पहिला पहिला त फेस्टिभलतिर हामी आफै नाच्ने गर्थ्यौँ। अब यो सालदेखि त हाम्रो नानीहरूले नाच्छ। झन् अर्को साल त हामी दुईजना सँगै नाच्नेछौँ। भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू। अनि कस्तो लाग्छ कमेन्टमा भनिदिनु होला।